हेलो वेलकम ब्याक टु माई च्यानल। मेरो चाहिँ एउटा सानो च्यानल छ, त्यसलाई माया गरेर सब्सक्राइब भन्ने कुरो गरिदिनु होला। अहिले कुरो गरिदिनु होला। अहिले चाहिँ तपाईँको अब रातको 12 बजिरहेको छ, त्यही पनि भ्लग बनाउने एकदमै मुड चल्यो क्या एकदमै है। अनि पतन हुने 1 बजिसकेको छ, शरीरलाई 1 बजिसकेको छ, 1 बजिसकेको छ। क्यामेरामा बोल्न सिकौँ भनेर चाहिँ तपाईँहरूको माझमा यो सानो एउटा अब सायद म यो यसलाई युट्युबमै हाल्छु होला, अब तपाईँहरूले हेर्न सक्नुहुन्छ है। अब के छ भने अहिले 12-1 बजिसक्यो, अब निद्रा पनि लागेन है। अब टक्कसँगले यस्तो क्यामेरामा बोल्ने प्र्याक्टिस गरौँ त भनेर चाहिँ यहाँनिर हामी दुई भाइ यहाँ आएको छु। अब ऊ पनि म जस्तै अब यस्तो क्यामेरामा बोल्न सिकौँ होइन, केही न केही एउटा क्रिएट गरौँ भन्ने मनस आएको होइन, त्यो खालको हो। उसको घर चाहिँ उता कहाँ रे? मेरो उता धादिङ, मेरो चाहिँ घर बाख्राखोर भनेर उसको घर चाहिँ धादिङ। हाम्रो भेट चाहिँ योभन्दा कति लगभग 3-4-6 महिना अगाडि होला। 1 वर्ष भइसक्यो यार, हो र? 1 वर्ष उहाँ भेटेँ होइन। 1 वर्ष भइसक्यो। म चाहिँ अब कफीतिर काम गरिरहेको छु। उसलाई चाहिँ अनि कफी यहाँ हामीलाई मान्छे चाहिरहेको थियो, अनि कफी हामी आफै सिकाएर चाहिँ नि उसलाई चाहिँ काम दिने हाम्रो चाहिँ त्यो खालको उहरू हुन्छ, कम्पनी छ। अनि अहिले चाहिँ उसले हाम्रै उसमा गरिरहेछ है। अनि अब आज चाहिँ उसको ड्युटी यतैतिर परेको भएर चाहिँ अब राति हुँदो यस्तो अब के गर्ने, यसो अब क्यामेरामा बोल्नलाई अलिकति क्यामेरामा बोल्न सिकौँ भनेर चाहिँ है। अब यो रातिको 12 बजे 1 बजे अब भोलि चाहिँ म भिडियो हालिदिउँ है। उसको चाहिँ अब यस्तो ठाडो पराएर टक्क यो चाहिँ हाम्रो लाइट हो कि भ्लग हो लाइट यस्तो छ। यो चाहिँ हाम्रो नाइटिङ सेटअप के छ अब यसो केही भनिदिनु चाहनुहुन्छ? म त के भन्छु भने अब बाबुले के भन्दैन, यो बोली अड्किन्छ कहिले काहीँ चाहिँ यो क्यामेरा बन्द भएर चाहिँ बोल्छ। होइन यस्तो हो, अब के हो भने गाई चोर मेरो हातै खोल्यो। अब त्यस्तै हो। अब हाल्नु भिडियो चाहिँ हाल्नु, म भिडियो हाल्छु है। अनि अब के छ र, अब त्यही हो साथीहरू। अब युट्युबतिर अलिकति भिडियोहरू हालौँ भन्ने सोच छ होइन, तर पनि अब त्यही के अब एक्लै त्यो क्यामेरामा बोल्नु सकिँदैन, बाहिर हुँदा बोल्ने त्यो बानी छैन, कन्फिडेन्स पनि त्यति धेरै आउँदैन, त्यति धेरै त्यो मुख पनि लटपटिन्छ है, बोली पनि राम्रोसँग आउँदैन। अनि त्यही हो, सकेसम्म अब गर्ने कोसिस त गरिरहेको छु, तर के भन्नु अब यस्तो एक्लै हुँदाखेरि नर्भस भइ नि कहिलेकाहीँ त गरौँ जस्तो जोस आउँछ, तर पनि हुँदैन। अनि जे भए पनि अब गर्छु भन्ने चाहिँ त्यो सोच छ। अब हेरौँ, अब जे भए पनि सब्सक्राइब गरिदिनु होला। हुन त अब तपाईँहरूले पनि सब्सक्राइब अब के कारणले गर्ने, यो मान्छेले चाहिँ के मनोरञ्जन दिन्छ, के इन्फर्मेटिभ यस्तो हुन्छ हेर्नु नि, इन्फर्मेटिभ भन्नु लागेको के हो भइदियो भइदियो। अनि इन्फर्मेटिभ भिडियोहरू आउँछ भन्ने त्यो अनुसारले हुन्छ। अब तपाईँहरूलाई मनोरञ्जन दिन सक्नु पऱ्यो, त्यही त हो नि। तपाईँहरूले पनि त्यही पनि अब सब्सक्राइब गरिराख्नु। अब तपाईँहरूको लागि अब धेरै नसके पनि केही न केही रमाइलो भिडियोहरू अब लिएर पक्कै पनि आउने छु। यो पनि तपाईँहरूलाई मेरो गफ सुनेर रमाइलो लागिरहेको होला। अब ठिकै यस्तै हो, अब के गर्ने अब है, त्यति साह्रो बोल्नु पनि जानिँदैन। अब महावीर पुञ्ज जस्तो अब फलो गरे गर्नु न, अब फलो गरे गर्नु न, अब ठिकै छ भन्ने जस्तो कुरो हो। आज चाहिँ फेरि सुदन गुरुङ चाहिँ हाम्रो गृहमन्त्रीमा फर्किसक्नु भएको छ। उहाँलाई चाहिँ धेरै धेरै अब स्वागत छ। अब नमात्तिकन है, कम ब्याक भइसकेको छ। नमात्तिकन त्यो पहिला फेरि केबी बेला समातेर फेरि 2 दिनमै छोड्ने जस्तो अब त्यस्तो नगरिकन चाहिँ अब एकदम हाम्रो चाहिँ एकदम आश छ है। अब आश छ, तर पनि धेरैजनाले आलोचना गरिरहनु भएको छ। धेरैजनाको अब विरोधीहरूको एकदमै धेरै नै ऊ छ। अब त्यसलाई चाहिँ मध्यनजर गर्दै पदको एकदमै सदुपयोग गर्दै चाहिँ नि अब नेपाललाई अघि बढाउनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। टपिक कहाँ थियो कहाँ पुग्यो या थेत्तेरी माएको छु। के गर्नु अब यो अब जेनजी आन्दोलन होइन, तर यहाँ सुन न, जेनजी आन्दोलन पछि चाहिँ यो राजनीतिक होइन, यो संसद होइन, यो नेता यो के होइन एकदमै धेरै चासो बढ्नु थाल्यो क्या हरेक यो तपाईँको युवाहरूमा सबैले राजनीति एकदम धेरै पहिला चाहिँ हामीलाई यस्तो थियो, राजनीतिको बारेमा एकदम केही पनि हामीलाई जान्नै इच्छै हुने थियो, इन्ट्रेस्टै हुँदैन थियो है। ए त्यो संसद भवनतिर कुर्सी हाना हुन्थ्यो, के हुन्थ्यो है।
यो खासै ऊ हुँदैन थियो कि होइन हामीलाई तिमीलाई कतिको मलाई त खासै अहिले पनि खासै त्यस्तो आएको छैन तर पनि थोरै थोरै होइन यता यहाँ सुन तिमीलाई त्यो गर्लफ्रेन्डको चासो भयो त्यस्तो कुरा नगरौँ त्यही हो अलिकति जस पहिलाभन्दा चाहिँ अलिकति एकदम नलेजहरू पाइरहेको छ होइन यस्तो भइदियो हुन्थ्यो यस्तो भइदियो हुन्थ्यो भने हामीलाई नि त हुन्छ नि होइन त्यो यस्तो नभइदियो भने त यस्तो क्या होइन के काम भन्ने यस्तो छ मलाई चाहिँ के लाग्छ भने अब हामी जस्तो युवाहरूलाई सिकेर तपाईँको अहिले पनि 10-15 घन्टा काम गरेर 10,000 स्यालेरीमा छ ठिकै छ एक्लो ज्यान हुने ज्याल त हामी जसो तसो जसो गरेर पनि हामी एक्लो ज्यान पाल्न सक्छौँ तर भोलिको दिनमा हामीलाई रोजगार छैन बिहेबारी गर्नु पर्यो फ्यामिली पाल्नु पर्यो त्यो चाहिँ नि ऊ छैन अब कमसेकम अब युवाहरूलाई अलिकति रोजगार भइदियो भने नेपालमै टिक्न सकिन्थ्यो अब हरेक युवाहरू बाहिर छन् दक्ष जनशक्तिहरू छैन अब के भन्ने अब दुःख लाग्छ यो सम्झेर है भिडियो पनि कति भयो गफ मात्रै हानिया छ अब के छ त अब अरू त छैन खासै गफ हान्यो भने गफ मात्रै आउँछ साथीहरू अब के टपिकमा बोल्ने भन्ने कुरो कोही कहाँ पुग्यो जे भयो नि अब तपाईँहरूलाई यसो तपाईँहरू पनि एकदम ए भगवान् के भन्नु खोज्यो मान्छेले है त्यही अलिकति के भन्नु सुत्तै हो अब सब्सक्राइब गर्नुहुने तपाईँहरू सबैलाई हृदयदेखि धेरै धेरै नै माया छ धन्यवाद छ किन यो भिडियो मैले एउटा चाहिँ हालेको छु त्यो यस्तो नर्मल बनाएर कति घुम्नु गएको डाँडातिर त्यो भिडियो अलिअलि हेरिदिनु भएको छ यो पनि अब माया गरिदिनु हुन्छ भन्ने धेरै आशा छ तपाईँहरूले अब साथीहरू यस्तै छ रातको 12 बजिरहेको छ त्यही पनि अब 1 बज्यो क्या त यार ए एकै बज्यो अघि नि भने होइन यो बजी बज्यो अघि नि भने होइन यो बजी देखाएन मैले के एकै बज्यो साथीहरू ठिकै छ अब क्यामेरामा बोल्ने प्र्याक्टिस अब यो भित्र पहिलोचोटि हो होइन अब पहिलोचोटि नै हो अब केही नराम्रो भएछ भने माफ गरिदिनु होला केही नराम्रो भुल केही मिस्टेक बोलेको छ यस्तो हुन्छ अब कोही अब बोल्ने बानी पनि छैन पहिलोचोटि बोल्दाखेरि कोही नबोल्ने पनि कुराहरू पनि बोलिदिएको हुन्छ होइन त्यही साथीहरू अब त्यही हो सिक्ने भनेकै अब बिग्रेर हो अब तपाईँहरूले त्यस्तो अन्यथा केही नसोचिदिनु होला यो एकदम हाम्रो अब मनमा लागेको कुरा र मनोरञ्जनको लागि मात्रै हो तपाईँले अन्यथा नसोचिदिनु होला अन्यहरूले न राजनीतिको कुरा जन्न खोज्या हो होइन न कि यताउता होइन जस्ट फ्रेङ्कली एकदम रमाइलो हो हामी गफ गफ हो क्या हजुर त्यही हो साथीहरू अब अर्को भिडियो लिएर सकेसम्म आउने नै छु अब त्यति बेलासम्म हामीलाई बिदा दिनुहोस् हस्त धन्यवाद हस्त धन्यवाद